आजको म्याच चाहिँ त्यस्तो गाह्रो पनि होइन त्यस्तो सजिलो पनि होइन जस्तो भयो जस्तो अघिल्लो म्याचको जुन रिजल्टले गर्दा चाहिँ आजको म्याचलाई हामीलाई एकदमै गाह्रो भयो जस्तो वान क्याट डाउन हुँदाखेरि सेटको सेन्ट्रल डिफेन्स ब्याक हुनु र धेरै खेलाडीहरू चाहिँ त्यही म्याचले गर्दा इन्जर्ड हुनु सेटकै प्लेयरहरू इन्जर्ड हुनु र सेकेन्ड सेटभित्र छिर्नु पर्दाखेरिको चाहिँ जुन गेम थियो त्यसले गर्दाखेरि चाहिँ हामीलाई अलिकति गाह्रो भयो स्ट्राटेजिकल पार्टहरूमा जति काम गऱ्यो भने कोचले टेक्निकल डेभलपमेन्ट चाहिँ यो लिगमा आएर गर्न सक्दैन खेलाडीसँग जति टेक्निकल एबिलिटी छ त्यसैमा हामीले फोकस गरेर काम गर्दा गर्दै पनि मिस भइरहेको जस्तो मेरो यो सिजनभरि नै जुन हामीसँग भएको प्लेयर यङ प्लेयरहरू छ जोसँग एक्सपिरियन्स छैन फाइनल थर्डमा मुभमेन्ट निकाल्नेदेखि लिएर बल कसरी हान्ने कुन ठाउँमा हान्ने भन्ने कुराहरू त त्यो बेसिक टेक्निकल पार्टमा पर्छ र यो मेरो अहिलेको टेक्निकल डेभलपमेन्ट प्लस टेक्निकल डेभलपमेन्टमा पनि मैले बढी फोकस टाइम दिइरहनु परेको छ अहिलेको लिगमा चाहिँ अहिलेको चाहिँ मलाई कस्तो फिल भइराखेको छ भन्दाखेरि हामीसँग धेरै जसो यङ प्लेयरहरू छ लिगमा टिकिराख्नको लागि चाहिँ एक्सपिरियन्स खेलाडीहरूको बढी जरुरत पर्ने रहेछ हुन त सबै टिममा त्यस्तै नै हो तर हामीसँग चाहिँ अरू टिमको तुलनामा चाहिँ लिग खेलेको प्लेयरहरू चाहिँ कम आबद्ध छ जसले गर्दा चाहिँ हामीलाई यो लामो यात्रा गर्नलाई चाहिँ गाह्रो पर्नेछ जुन 7औं म्याचपछि एकपल्ट विन्डो ओपन हुन्छ त्यस बेलामा चाहिँ एकपल्ट फेरि मोफसलदेखि लिएर अन्य ठाउँबाट चाहिँ नयाँ खेलाडीहरू चाहिँ अनुमोदन गर्नुपर्ने हो कि भन्ने मैले फिल गरिरहेको छु अहिलेसम्म चाहिँ यङ प्लेयरहरूले चाहिँ जस राम्रै पर्फर्मेन्स दिइरहेको छ टप टिमसँग खेल्दाखेरि पनि अस्तिको म्याचबाट सेटको प्लेयरहरू इन्ज्युर्ड भएर बेन्च बस्नु नपरेको भए आजको म्याच चाहिँ हाम्रो पक्षमा जान्थ्यो कि भन्ने आशा जहिले पनि एउटा कोच एउटा खेलाडी जहिले पनि विनिङ मेन्टालिटी लिएर नै ग्राउन्डमा छिर्छ र उसले टिम बनाउँदा पनि विनिङ मेन्टालिटी लिएर नै बनाउँछ सङ्गठन कपी हिजो टिम बनाउँदै गर्दाखेरि पनि यो रेलिगेसन नपर्ने होइन भनेर चाहिँ हामीले कहिले पनि खेलाची गरेनौँ जस्तो अन्डर 18कै टिम हेर्नुहुन्छ भने आज हाम्रो सेटमा 5जना अन्डर 18को प्लेयरहरू भित्र छिरेको थियो जुन फर्स्ट हाफभन्दा सेकेन्ड हाफमा हामीले जुन अफेन्सिभ मेन्टालिटी बिल्डअप गर्नको लागि जुन अपोनेन्टलाई प्रेस गरेर खेल्नको लागि हामीले जुन स्ट्राटेजी लिएर भित्र छिर्यो हाम्रो 18ले चाहिँ त्यो काम गर्न सक्यो तर यदि अपोनेन्टलाई हामीले डिफेन्समा रोक्नुपर्छ रोक है भन्यो भने चाहिँ हाम्रो 18ले खेल्न नसक्न सक्छ किन भन्दा त्यसमा स्ट्राटेजिकल प्लस फिजिकल डिजाबिलिटीले गर्दाखेरि पनि हामीलाई गाह्रो पर्न सक्छ नि तर अफेन्सिभ खेल्छु भन्यो भने चाहिँ अन्डर 18ले मुभमेन्टहरू दिने जुन हामीले पहिलादेखि नै उनीहरूलाई सिकाइरहेको छौँ हाम्रो जुन फिलोसफी छ हाम्रो क्लबले खेल्ने जुन स्ट्राटेजी छ त्यसमा हाम्रो 18 चाहिँ पोख्त छ हाम्रो 18लाई चाहिँ अफेन्सिभ खेल्नको लागि चाहिँ हामीले धेरै प्रेस गरिरहनु पर्दैन धेरै सिकाइराख्नै पर्दैन तर डिफेन्सिभ खेल्नको लागि र अपोनेन्टलाई रोक्नको लागि चाहिँ हाम्रो 18ले ठेक्दैन त्यही भएर पनि हामीलाई गाह्रो छ तर नेक्स्ट सिजनको लागि हाम्रो 18 चाहिँ फेरि अफेन्सिभ प्लस डिफेन्सिभको लागि पनि फाइदा हुन्छ यो 7सम्म आउँदाखेरि चाहिँ हामी 6-7 भित्रमा हामी अड्किन्छौँ होइन 6-7सम्म अड्किने टार्गेट नै छ त्यसपछि चाहिँ यो विन्डोज ओपन भइसकेपछि जुन नेपाली खेलाडीहरू नयाँ अनुबन्धन गर्ने पोजिसनमा कहाँ ल्याक्छ त्यसमा अनुबन्धन गर्ने र हामीसँग भएको खेलाडीहरूलाई निखार्दै लैजाँदाखेरि चाहिँ 5-6सम्म चाहिँ हामी पछिसम्म पनि इन्डिङसम्म पनि त्यही ठाउँमा चाहिँ अड्किरहन्छौँ कि भन्ने आश छ थ्याङ्क यू